हेलो साथीहरू, एउटा इमान्दार प्रश्न गरौँ है। हामीमध्ये कतिजनाको बचत खातामा पैसा यसरी बसेको छ जसले मुस्किल 3-4% ब्याज दिइरहेको छ? र अर्को कुरा, कतिपटक साथीभाइले यसो भनेका छन्, यो शेयर कम्पनी राम्रो छ, लगानी गर न, अनि हामी तुरुन्तै टाउको समातेर बस्छौँ, किनकि हामीलाई केही थाहा छैन कहाँबाट सुरु गर्ने। यहाँ एउटा सत्य कुरा बुझ्न जरुरी छ। नेपालमा महँगीले हाम्रो बचतलाई चुपचाप सिद्ध्याइरहेको छ। आजको 1 लाख रुपैयाँ 5 वर्षमा त्यसको मूल्य हुन सक्छ करिब 70,000 रुपैयाँ मात्र। डर लाग्दो होइन? तर राम्रो खबर के छ भने लगानी गर्नु त्यति जटिल वा जोखिमपूर्ण छैन। साधारण भाषामा भन्नुपर्दा लगानी भनेको हाम्रो पैसालाई यस्तो ठाउँमा राख्नु हो जसले समयसँगै बढ्न सकोस् र प्रतिफल दिन सकोस्। आज हामी कुरा गर्नेछौँ कसरी नेपालमा लगानी सुरु गर्ने, त्यो पनि एकदम सरल भाषामा। न कुनै जटिल शब्दजाल, न त्यो मामाको 1.5 वर्षमा पैसा डबल भन्ने स्केची सल्लाह। आउनुहोस् हाम्रो आर्थिक भविष्य सँगै बनाऊ, हुन्छ? पहिलो चरण, मुद्दती निक्षेप, फिक्स्ड डिपोजिट। ल, सुरु गरौँ एकदम आधारबाट। यदि तपाईँ लगानीमा एकदम नयाँ हुनुहुन्छ भने मुद्दती निक्षेप तपाईँको सबैभन्दा सुरक्षित साथी हो। एफडीलाई यसरी बुझौँ, हामी ब्याङ्कलाई एक निश्चित समयको लागि पैसा सापटी दिन्छौँ, 6 महिना, 1 वर्ष वा 5 वर्ष, र बदलामा ब्याङ्कले हामीलाई ग्यारेन्टी ब्याज दिन्छ। नेपालमा यो सामान्यतया 7 देखि 10% हुन्छ, ब्याङ्क र अवधि हेरेर। तर एउटा समस्या के छ भने यदि हामीलाई अचानक आपतकालमा पैसा चाहियो भने एफडी तोड्दा ब्याज गुमाउनु पर्छ होइन? यहाँ नेपालका स्मार्ट लगानीकर्ताहरूले के गर्छन् भने 5 लाख रुपैयाँ एउटै 5 वर्षे एफडीमा राख्नुको सट्टा त्यसलाई 5 वटा फरक एफडीमा बाँडिदिन्छौँ। 1 लाख 1 वर्षको लागि, 1 लाख 2 वर्षको लागि, 1 लाख 3 वर्षको लागि, 1 लाख 4 वर्षको लागि, 1 लाख 5 वर्षको लागि। अब हरेक वर्ष एउटा एफडी परिपक्व हुन्छ। हामीसँग पैसा निकाल्ने सुविधा पनि हुन्छ र लामो अवधिको एफडीमा राम्रो ब्याज पनि। खास टिप, ब्याङ्कहरूले ज्येष्ठ नागरिकको लागि छुट्टै दर दिन्छन्। बाबुआमाको लागि लगानी गर्दै हुनुहुन्छ भने यो दर हेर्न नबिर्सनुहोस्। सामान्यतया 1-2% बढी ब्याज पाइन्छ। दोस्रो चरण, म्युचुअल फन्ड। अब अलिकति माथि उक्लौँ। के हामी एफडी भन्दा राम्रो प्रतिफल चाहन्छौँ तर एक्लै शेयर बजार रिसर्च गर्ने समय छैन? त्यसो भए भित्रियो म्युचुअल फन्ड। यसलाई यसरी सोचौँ, हामी र अरू 100 लगानीकर्ता मिलेर एउटा साझा कोष बनाउँछौँ। हुनसक्छ 10,000, 50,000 जति सकिन्छ। अनि पेसावर फन्ड म्यानेजरहरूले त्यो पैसालाई विभिन्न कम्पनीको शेयर, सरकारी ऋणपत्र र अन्य सम्पत्तिमा लगानी गरिदिन्छन्। किन म्युचुअल फन्ड हाम्रो लागि सही छ? 1. कम लागत। नेपालमा केही फन्ड 5,000 रुपैयाँबाटै सुरु हुन्छ। 2. पेसावर व्यवस्थापन, विज्ञहरूले रिसर्च गरिदिन्छन्। 3. विविधीकरण, पैसा धेरै कम्पनीमा फैलिन्छ, रिस्क कम हुन्छ। 4. पारदर्शिता, नियमित रिपोर्ट पाइन्छ। नेपालमा प्रचलित प्रकारहरूमध्ये 1. इक्विटी फन्ड, उच्च जोखिम, उच्च सम्भावित प्रतिफल। 2. ऋण फन्ड, कम जोखिम, नियमित आम्दानी। 3. सन्तुलित फन्ड, दुवैको मिश्रण। एउटा कुरा याद राखौँ, म्युचुअल फन्ड नेपाल धितोपत्र बोर्डद्वारा नियमन गरिन्छ। लगानी गर्नुअघि फन्ड हाउस अधिकृत छ कि छैन जाँच गर्नुहोस्। तेस्रो चरण, नेपाल स्टक एक्सचेन्ज, नेप्से। ल, अब कुरा गरौँ सबैभन्दा चर्चित विषय, नेप्से। यो त्यो ठाउँ हो जहाँ हामी एनएमबी ब्याङ्क, सिजी फुड्स, नेपाल टेलिकम जस्ता कम्पनीको वास्तविक शेयर खरिद गर्न सक्छौँ। पहिले खेलाडीहरू चिनौँ। सेबन, रेफ्री, लगानीकर्ताको सुरक्षाको लागि नियमन गर्छ। नेप्से, बजार जहाँ किनबेच हुन्छ। सुरु गर्ने 4 चरणको चेकलिस्ट। चरण 1, डिम्याट खाता खोल्नुहोस्। कुनै पनि दर्ता भएको ब्रोकर जस्तै नेपाल मर्चेन्ट ब्याङ्किङ, प्रभु क्यापिटलमा जानुहोस्। नागरिकता, पासपोर्ट फोटो र प्यान कार्ड लिएर डिम्याट खातामा तपाईँको शेयर डिजिटल रूपमा रहन्छ। चरण 2, सीआरएन लिनुहोस्। यो एउटा विशेष नम्बर हो जसले तपाईँको डिम्याटलाई केन्द्रीय निक्षेप प्रणालीसँग जोड्छ। चरण 3, मेरो शेयरमा दर्ता गर्नुहोस्। यो भनेको आइपिओ, प्रारम्भिक सार्वजनिक निष्कासनमा आवेदन दिने प्लाटफर्म हो। मेरो शेयर.cdsc.np मा गएर दर्ता गर्नुहोस्। चरण 4, टिएमएस एक्सेस लिनुहोस्। ब्रोकरले ट्रेडिङ म्यानेजमेन्ट सिस्टमको लगइन दिन्छ। बजार खुलेको समयमा यहीँबाट शेयर किनबेच हुन्छ। सुरुवातीको सुनौलो नियम, आइपिओबाट सुरु गर्नु। किन? किनकि आइपिओ कम्पनीले नेप्सेमा लिस्टिङ हुनुभन्दा अघि निश्चित मूल्यमा शेयर निष्कासन गर्छ। जलविद्युत, फाइनान्सियल कम्पनीहरूले पुँजी उठाउन यो गर्छन्। हामीलाई पहिलो एक्सेस पाउँछौँ। यथार्थ जाँच, हरेक शेयरले रातारात धनी बनाउँदैन। कम्पनीको प्रोस्पेक्टस पढ्नुहोस्, त्यसको वित्तीय विवरण हेर्नुहोस्। कहिले पनि फेसबुक पोस्ट वा साथीको टिपमा भर पर्नु हुँदैन। चौथो चरण, घर जग्गा र सुन। अब कुरा गरौँ हाम्रा बुबाआमाले विश्वास गर्ने सम्पत्तिहरूको।
घर जग्गा काठमाडौँ, पोखरा, विराटनगर जस्ता शहरमा जग्गाको मूल्य ऐतिहासिक रूपमा राम्रै बढेको छ। तर समस्या के छ भने यसको लागि ठूलो पुँजी चाहिन्छ, लाखौं करोडौं, र यो लिक्विड छैन। हतारमा पैसा चाहियो भने आधा घर बेच्न सकिँदैन। सुनको भण्डार, हाम्रो संस्कार, हाम्रो सुरक्षा, आर्थिक सहारा। आर्थिक अन्योलको बेला सुनले मूल्य जोगाउँछ र सजिलै बेच्न पनि सकिन्छ। ध्यान दिनुहोस्, अधिकृत विक्रेताबाट मात्र सुन किन्नुहोस्। हलमार्क र बिल अनिवार्य छ। सुनले आम्दानी दिँदैन, यसले सम्पत्ति जोगाउँछ, बढाउँदैन। 5औं चरण, सरकारी ऋणपत्र र ट्रेजरी बिल। यदि हामीलाई बचत खाताभन्दा राम्रो ब्याज चाहिएको छ तर झन्झट चाहिएको छैन भने सरकारी ऋणपत्र र ट्रेजरी बिल उपयुक्त हुन्छ। यो भनेको हामीले नेपाल सरकारलाई ऋण दिएको हो र सरकारले ब्याजसहित फिर्ता गर्छ। ब्याज सामान्यतया 5 देखि 8% हुन्छ, तर मुख्य फाइदा सरकारी ग्यारेन्टी, डिफल्ट हुने जोखिम शून्य प्राय छ। कहाँ किन्ने? वाणिज्य ब्याङ्कहरू वा नेपाल राष्ट्र ब्याङ्कको लिलाम अवधिमा। एउटा रुपैयाँ पनि लगानी गर्नु अघि आफैलाई सोधौं, हाम्रो आर्थिक लक्ष्य के हो? छोटो अवधि 1 देखि 3 वर्ष, घुम्न जाने, विवाह गर्ने, मोटरसाइकल किन्ने, मुद्दती निक्षेप, ट्रेजरी बिल। लामो अवधि 5 वर्ष प्लस, घर बनाउने, छोराछोरी पढाउने, सन्यास, म्युचुअल फन्ड, शेयर, घर जग्गा। नबिर्सनुहोस्, धेरै प्रतिफलको पछि नदगुर्नुहोस्। महिनाको 20% भन्ने ठगी हुन्। सबै अण्डा एउटै टोकरीमा नराख्नुहोस्। रिसर्च नगरी लगानी नगर्नुहोस्। समयमा लगानी गर्नु बजारको समय हेर्नु भन्ने ठूलो कुरा हो। भावनामा होइन, लक्ष्यमा लगानी गरौँ। महत्त्वपूर्ण सूचना, क्रिप्टोकरेन्सी, बिटकोइन, इथेरियम कारोबार नेपालमा पूर्ण रूपमा गैरकानुनी छ। नेपाल राष्ट्र ब्याङ्कको नियमअनुसार यो प्रतिबन्धित छ। सामाजिक सञ्जालमा जे सुने पनि यो अवैध हो। कानुनी समस्या मोल्नुभन्दा टाढै बस्नु उत्तम। साथीहरू, धेरै कुरा भयो, तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने लगानी सुरु गर्ने बेस्ट समय हिजो थियो, दोस्रो बेस्ट समय आज हो। तपाईको यात्राको लागि एउटा साधारण चेकलिस्ट। 1. लक्ष्य निर्धारण गर्नुहोस्। 2. सुरक्षित विकल्पबाट सुरु गर्नुहोस्, एफडी, सरकारी ऋणपत्र। 3. सिक्दै जानुहोस्, म्युचुअल फन्ड, आइपिओ। 4. नियमित रहनुहोस्, महिनाको 5000 पनि वर्षौंमा लाखौं बन्छ। 5. ठगी र अवैध योजनाबाट टाढा रहनुहोस्। याद राख्नुहोस्, सम्पत्ति निर्माण दौड होइन, म्याराथन हो। यदि यो भिडियोले सहयोग पुर्याएको छ भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् अर्को पटक कुन विषयमा कुरा गर्ने। हाम्रो पैसा, हाम्रो भविष्य, सही तरिकाले बनाऊ। जय नेपाल।